लाज लाग्दैन तपाईँलाई यसरी बाटोमा बसेर लिची बेच्न बोक्रो सहित हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लग है त ल अहिले चाहिँ हामी बिहान यहाँतिर लिची सिची हेर्न आइदिरहेछौँ यहाँ रहेछ लिची चाहिँ भर्खरै दिनकै आउने गाडी आएन टिङ भले अहिले हामी चाहिँ माछा पक्री आइपुगिसक्यौँ यहाँनिर लिची हेरेको लिची काँचो नकाँचो चाहिँ हरियो न हरियो पुरै हरियो कस्तो राम्रो आयो नि कहाँ किनिसक्यो रहेछ भने 4-5 जो राम्रो छ भने तेगन्जुला भइहाल्यो नि त सबै नि एउटा चाख्दिउँ तर साइज कत्रो ठुल्ठुलो यार कस्तो रहेछ हेर्दा गुलियो छ दामी छ लिची तर च्याब्री चाहिँ हामी यहाँ आइपुगिसकेका छौँ लिची लिएर सो देख्न सक्नुहुन्छ लिची टक्क लिची ल्याएर यहाँ बेच्ने ठाउँमा आइपुगिसकेका छौँ है सो यही हो अस्ति चाहिँ हामी रातिको 2 बजे उठेर जान्थ्यौँ सो अहिले चाहिँ सबै ठाउँबाट चाहिँ लिचीहरू आउन थालिसक्यो नि त सो त्यही भएर चाहिँ अहिले भने चाहिँ हामी 4 बजे उठेर जान्छौँ अनि 4:30 मा चाहिँ हामी ठ्याक्कै मिलाएर यहाँ आइपुग्छौँ होइन सो अब मान्छेहरू हिँड्न सुरु भइसकेको छ आज चाहिँ बेस्ट क्वालिटीको छ लिची सो देख्न सक्नुहुन्छ ठुलो साइजको अनि एउटा पनि किरा छैन नेपाली लिची भयो भने इन्डियन लिची जस्तै छ तर सकेसम्म हामी चाहिँ नेपाली प्रोडक्टलाई मात्रै प्राथमिकता दिन्छौँ होइन अघिदेखि अहिलेसम्म मैले चाहिँ लगभग 1.5 किलो भन्दा नि बढी लिची खाइसकेँ यहाँ पेट पनि दुख्न थालिसक्यो होइन सो हेर हो तर जस्तो सुकै जुनसुकै फलफुलहरू जुनसुकै चिज बेचे पनि स्ट्रबेरी जस्तो चाहिँ नहुने रहेछ स्ट्रबेरीले जतिको फाइदा स्ट्रबेरी जस्तो पैसा चाहिँ आउँदैन र त्यो जतिको चाहिँ अरू सामान यहाँ खासै बिक्दैन जस्तो पनि लाग्छ किनभने चाहिँ बिक्दैन भन्नाले होइन धेरै छन् त यस्तो सामानहरू बेच्ने लिची बेच्ने मान्छेहरू धेरै छ स्ट्रबेरी बेच्यो भने चाहिँ हामी मात्र हुन्छौँ त सो त्यही भएर हुनसक्छ त्यही हो So hello, good morning and welcome back to my new another vlog है त ल के छ हजुरहरूको हालखबर आशा गर्दछु सबैजना सन्चै आराममै हुनुहुन्छ होला म पनि एकदमै बिन्दास छु है छट्टावाला दिनु मलाई ग्यास्ट्रिकले धेरै सतायो नि त मलाई धन्यवाद बिहान बिहानै मिठो चिया खुवाइदिनु भएकोमा होइन सानी ल के छ हजुरको हालखबर आशा गर्दछु सबैजना सन्चै आरामै हुनुहुन्छ होला एन्ड म पनि एकदमै बिन्दास छु ठिकठाक छु अनि ब्लग बनाउँदिनँ जस्तो लाग्छ होइन फेरि बाटोमा 1-2 जना सपोर्टरहरू भेटिरहेको हुन्छ दाइ म तपाईँको ब्लग हेरिरहेको हुन्छु भन्ने मान्छेहरू भेटिरहेको हुन्छ होइन सो फेरि उनीहरूकै लागि मात्र भयो भने ब्लग बनाउनु मन लाग्छ सो यस्तै नै हो सम्भवतः अब भोलिदेखि चाहिँ कन्टिन्यू ब्लग हाल्ने कोसिस गर्नेछु होइन सो बिहान सामानहरू लिन गएकोदेखि ल्याएकोदेखि सब चाहिँ बनाउने कोसिस गर्नेछु तर दिनकै एउटै मात्र कन्टेन्ट भएर हुन्छ सो त्यही भएर चाहिँ अलिकति चाउ लाग्छ क्या सो अनि अहिले चाहिँ म यहाँनिर अलिकति सिस्नो टिप्न आएको होइन सो किन टिपेको भनौँ न यो चाहिँ किन टिप्यो भने अहिलेसम्म एक सुक्कोको पनि बोनी भएको छैन होइन
सो त्यस्तो हो भने चाहिँ लोदर लाग्यो कसैको आँखा लाग्यो भन्ने चाहिँ हुन्छ है व्यापारमा चाहिँ अनि सो यो सिस्नो राख्यो भने चाहिँ त्यसको नराम्रो बुरी नजर हट्छ अरे भन्ने विश्वास गरिन्छ होइन सो व्यापारीहरूले अनि त्यही भएर म पनि यसो लेट्स ट्राई गरिदिनु त भनेर चाहिँ यो टिप्न गएँ त सो अब लगेर राम्रो राखिदिउँ त्यहाँनिर ल यहाँ राखिदिउँ यतिकै राख्नु कि छक 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 गर्नुपर्छ फेरि यसलाई अलिअलि छाकछाक पनि पार्नुपर्छ अरे क्या बिहान बिहान पापोले बुरी नजर वाले तेरा मुख काला त्यस्तो गरेर चाहिँ राख्नुपर्छ अरे लेट्स सी त्यस्तो गरेपछि चाहिँ अब अलिक के हुन्छ होइन के हुन्छ त्यही रुल्सहरू चाहिँ साँच्चै फलो गर्नुपर्ने हुँदो रहेछ होइन त्यो सिस्नो लगाएर क्याचक 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 गरेर राख्ने बित्तिकै दुई तिनवटा फोनै सम्भव ओके सिस्नो राखेर क्याचक 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 गरेर राख्ने बित्तिकै अहिले चाहिँ हल्का फुल्का भए नि व्यापार हुन थालेको छ होइन सो केही कुराहरू चाहिँ हामीले फलो गर्नुपर्ने हुन्छ क्या त्यो अब विश्वास लागि नि नलागे पनि क्या होइन त्यस्तोहरू भइरहेको छ के भन्नु कि अब मेरो साथी यस्तो लापरवाही छ होइन यस्तो मान्छेहरू हिँडिरहेको छ बाटोमै यसरी पैसा छोडेर हिँडिन्छ कि ल हेर्नु न ल यति उठाइदियो भने त बिहान 2 बजी राति 2 बजीदेखि उठेर गरेको कामको पैसाहरू सबै गएन के भन्नु कि अब केटोलाई भर्खरको केटो छ होइन फेरि अब त्यस्तो बिर्सिन्छ होला बिचरा सोचहरू कहाँ कहाँ डुब्रा हुन्छ होला होइन ठिकै छ हामीले टक्क लगाएर लिचीहरू खुर्पानीहरू छ हामीसँग चाहिँ फेरि केलाउन सेलाउन मन लाग्दैन यत्तिकै बोक्रो सहित हाल्नु तपाईँ बिजी हुनुहुन्छ कुशलजी छैन नि लाज लाग्दैन तपाईँलाई यसरी बाटोमा बसेर लिची बेच्न त्यो त गेडा अर्ग्यानिक चिज हो दिदी त्यो कुहेको भन्नुभएको चाहिँ गेडा हो यो गेडाको टुप्पी साँच्ची 80 रुपियाँ हजुर 180 एकदमै मिलाएर 80 तामाङ ल 80 तामाङ ल सकेर ल भाइ यस्तो नभन्नुहोस् न गर्नुहोस् न व्यवहार न तपाईँ रे एउटा भयो नि यो 180 रुपियाँ किलो ताजा हो ताजै हो 180 हो म हालि 180 मिलाएर पठाइदिन्छु आउनु मिलाएर पठाइदिन्छु म तपाईँलाई जहिले चाहिँ म यहाँ बालाजीको जाममा छु होइन माछा गौरी जान लागिरहेको छु माथि गाउँबाट चाहिँ सिमी आउँदैछ अरे लासबारीमा त्यो केही दिन भनेर बाटै जान्छ होइन आधी घन्टा भइसक्यो गाडीहरू आएर नि साँझ पुग्यो होला डरै लाग्दो कुदाउँछ नि डरै लाग्छ दिनैदेखि आएर बसेको यहाँ गाडी नम्बर चाहिँ 3372 रहेछ होइन अनि गाडी नम्बर चाहिँ 3376 भनेर गाडी खोजेको होइन कहीँ नै भेटेन कि लास्टमा गाडी नम्बर चाहिँ निस्केको पऱ्यो अरे क्या ठिक छ होइन लगभग 1 घन्टा जति चाहिँ पुगेँ मैले यहाँनिर गाडी खोज्दै कहिले तल कहिले माथि गर्दै बसेँ त्यो गाडी चाहिँ यहीँ रहेछ क्या धन्नभरि एकजना चिनेको भाइ थियो त्यो भाइलाई सोधेर चाहिँ गाडी पत्ता लाग्यो अनि त्यो यहाँको खलासी भाइको चाहिँ नम्बर दिएर अहिले फोन गरिसकेको छु अब ऊ आउँदैछ
आउने बित्तिकै सामान लोड गरेर अब हिँडिहाल्नुपर्छ है। गाडी नम्बर उल्टो भनेर क्या यार, म अघि नै आएको नत्र किन 3372 रहेछ, 3376 भन्दै क्या यो। आमा धुलो त के साह्रो धुलो हुँदा नि यो बाटै त्यस्तो छ त यार है। तपाईँ पनि भ्लग छ होइन छ नि हो। बाटो भएको छ कि छैन? कति रुपियाँ? 100 रुपियाँ। मैले पैसा त बोकिरहेको थिएन होला। ए रहेछ ल। त्यो अघि तिम्रै नम्बर हो? अघि नम्बर तिम्रै हो? तो भाइ पनि फेरि मेरो फ्यान अरे होइन, मेरो भ्लगहरू हेर्छ अरे भाइले पनि। त्यही भने भ्लग बनाउन छोडिदिन्छु, अब बनाउँदिनँ जस्तो सोच गर्छु होइन। फेरि बाटोमा एक न एकजना त्यस्तो व्यक्तिहरू भेटिरहन्छ, भाइ तपाईँको भ्लग हेर्छु भनेर होइन। फेरि यिनीहरूकै लाग्यो भने एउटा भ्लग कसरी पनि बनाउनै मन लाग्छ क्या, त्यो अन्त। अस्ति नै चाहिँ हाम्रो यहीँ एक्सिडेन्ट भएको है, उठ्ने गरिहालिदिएको थियो हामीलाई चाहिँ। त्यो डर लाग्छ क्या मलाई त, कस्तो यस्तो रोडहरू यस्तो गर्नुलाई त बौला टाइप ल्याएर आउँछ यार। बाइकमा हिँड्दा फोन आउँछ फेरि, मलाई यस्तो झ्याउ लाग्छ बाइकमा हिँड्दा फोन आयो भने उठाउन।